उत्साह र उमङ्गको बहारसँगै सुरु हुन्छ मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कुल अफ साइन्स एन्ड टेक्नोलोजीको शैक्षिक भ्रमण। विभिन्न स्थानहरूको अवलोकन मात्र नभई शिक्षा, संस्कृति, समाज र प्रकृतिसँगको सम्बन्धलाई अझ प्रगाढ बनाउनु यस भ्रमणको उद्देश्य रहेको छ। प्राध्यापक, कर्मचारी र विद्यार्थी सम्मिलित संयुक्त भ्रमण टोली क्याम्पस परिसरबाट भेरी, कोहलपुर हुँदै पूर्वी नेपालको इलाम र दार्जिलिङतर्फ रमाइलो गर्दै पूर्व पश्चिम राजमार्ग भएर अगाडि बढ्छ। रमाइलो क्षणसँगै रातभरिको यात्रा पश्चात तराईका फाँटहरू छिचोल्दै दोस्रो दिन हामी कोशी ब्यारेज पुग्छौं। यहाँको विशाल बाँध प्रणाली र प्रवाहमान कोशी नदीले हाम्रो ध्यान खिच्यो। नेपालको सबैभन्दा ठूलो कोशी नदीको अनुपम सौन्दर्यले हामीलाई मोहित बनायो। हामीले डुङ्गा सैर गर्दै कोशी तर्यौं। शान्त रूपमा प्रवाह भइरहेको पानीमा डुङ्गा सैरको अनुभव र वरपरको दृश्यले हाम्रो यात्रा विशेष हुन पुग्यो। कस्तो रहेछ फर्स्ट टाइम रिभ्यू दिनु रिभ्यू हो नि हो सत्य हो भनेको कुरा सत्य हो सनी हो सत्य हो सन्ध्याले भनेको कुरा सत्य हो
किनिमो गुरुदेव गुरु गाओ गाओ हिरो हिरो कहाँ गएछ र मेरो भागमा आइज हेलो यहाँ कोसी ब्यारेकमा छ मैले कोसी ब्यारेक कटेर अब नास्ता खान हिँड्दै हो नास्ता खान्छु नास्ता के छ के पाइन्छ खै नास्ता हेरौँ स्पेसल के छ कोसी ब्यारेकको आज नास्तामा आउनु भएको खाना केबाट बन्छ आन्टी यो चामलको पिठो भक्का भन्नुभयो होइन यसको नाम कोशी ब्यारेज छेउमा राखिएका माछा र बाटोमा भेटिने स्थानीय परिकारहरूको स्वाद लिँदै हामी लामो यात्रासहित पूर्वी नेपालको इलामतर्फ लाग्यौँ चुक्कीले गर्नु होला चुक्की खानु मन लाग्यो मलाई सुर्खेतदेखि झन्डै 30 घण्टाको यात्रा पश्चात हामी इलामको पशुपतिनगर आइपुग्यौँ। पशुपतिनगर नेपालको पूर्वी सिमाना नजिक सूर्योदय नगरपालिकामा रहेको एउटा शान्त ठाउँ हो। यहाँको मौसम एकदम चिसो रहेछ। भोलिपल्ट दार्जिलिङ घुम्ने निधो गर्दै त्यस रात योल्मो होटलमा खाना खाएवरी विश्राम गर्यौँ। बिहान सबेरै हामी पशुपतिनगरबाट पश्चिम बङ्गालको दार्जिलिङ सहरतर्फ हिँड्यौँ। बीचमा पर्ने भ्यू पोइन्टहरू र देखिने सुन्दर दृश्यहरूले यात्रा झनै रोमाञ्चित हुँदै थियो। हामी भ्यू पोइन्ट आइसक्यौँ। भ्यू पोइन्ट केही समय पहिले नेपालको भूभागको रूपमा रहेको दार्जिलिङमा हामीले तिब्बतीयन शरणार्थी शिविर, बतासे डाँडा स्थित पार्क, गुम्बा र स्तूपहरूको भ्रमण गर्यौं। यहाँको जीवनशैली र नेपालीपनलाई नजिकबाट देख्न पाउँदा हामी निकै प्रभावित भयौं। यो बतासे डाँडा हो गाइस, बतासे डाँडा। मेरो बन्दुक चाहियो। नेपाल कहाँबाट आउनु भयो? हामी सुर्खेत। सुर्खेत कहाँ आउँछ भन्नुलाई फेरि अहिले फेरि हामी त नेपालकै हो। ट्रेन आयो।
Tibetan refugee camp. We are going from हाम्रो थर्ड डेस्टिनेसन हो ल हेर्नुहोस् तिब्बती क्याम्प दामी छ परि देखाइदिन्छु हेर्नुहोस् हेर्नुहोस् कस्तो तिब्बतीहरूको फोटो रहेछ हेर्नु तिब्बतीको साथी हेर्नु एउटा फोटोको 50 रुपियाँ पर्छ ग्रिटिङ कार्डको 50 रुपियाँ गुड भेरी गुड वाउ look at these glamours दिनभर दार्जिलिङमा बिताएर हामी साँझ पशुपतिनगर फर्कियौं। चिसो बिहानी र दार्जिलिङको सम्झनासँगै हामी कन्यामतर्फ लाग्यौं। कन्याम इलामको प्रसिद्ध पर्यटकीय गन्तव्य हो। यहाँको हरियो चियाबारीले हाम्रो मनै लोभ्यायो। चिसो हावापानी र हरियाली वातावरणमा रमाइलो गर्दै तस्बिर खिच्यौं र सुन्दर दृश्यहरू अवलोकन गर्यौं। कन्यामबाट हामी सिधै जनकपुरतर्फ लाग्यौं। मिथिला संस्कृतिको केन्द्र जनकपुरधाम आफ्नै किसिमको आकर्षणले भरिपूर्ण छ। साँझपख हामी मिथिला नगरी जनकपुरधाम आइपुग्यौं र जानकी मन्दिरको सन्ध्याकालीन आरतीमा सहभागी भयौं।
मन्दिरको झिलिमिली बत्ती, पूजा आरतीको धुन र भक्तजनहरूको उत्साहले जनकपुर धाम साँच्चीकै आध्यात्मिक र धार्मिक प्रतीत हुन्थ्यो। अच्छा ये मंदिर जनकपुर के जनक की मंदिर। जनकपुरबाट रातभर यात्रा गरेपछि बिहान हामी गोर्खाको मनोकामना आइपुग्यौँ। यहाँ केबल कारमा चढेर मनोकामना मन्दिर पुग्यौँ। मनोकामना मन्दिर नेपालमा आस्थाको प्रतीक हो। मन्दिर परिसरमा देखिने हरियाली पहाड र केबल कारबाट देखिने तिर्सली नदीमाथिको कुहिरोको दृश्यले सबैलाई मन्त्रमुग्ध बनायो। हामीले मन्दिरमा दर्शन पश्चात भोजन गरेपछि पोखरातर्फ लाग्यौँ। पोखरा हाम्रो अर्को गन्तव्य थियो। पोखरा प्रकृतिको काखमा रहेको एक अद्वितीय सहर हो। फेवातालमा ढुङ्गा शहर, तालबाराई मन्दिर दर्शन र साँझको आरतीले हाम्रो थकित दिन उज्यालो बनायो। फाइट में लगा हम फाइट में आपको सब मंगा लगे ऐसा देखो आज फाइट लगा हम एमी को टीम में कर सकता हे वा तालैमा अर्को बिहान हामी पुम्दीकोट गयौँ। पुम्दीकोटमा रहेको भगवान शिवको विशाल मूर्तिले हामीलाई अभिभूत गरायो। त्यहाँबाट पोखरा सहरको मनोरम दृश्य देखिन्थ्यो। त्यसपछि हामी शान्ति स्तूपा गयौँ। शान्ति स्तूपाबाट फेवाताल, अन्नपूर्ण हिमाल र पोखराको सुन्दर दृश्य देखिन्थ्यो।
हामीले पोखराको विन्ध्यवासिनी मन्दिर, महेन्द्र गुफा, डेभिड फल सँगै रात्रिकालीन दृश्यहरू अवलोकन गर्यौं। सर्पमा बस्नु पर्ने पोखराबाट रातभर यात्रा गर्दै हामी लुम्बिनी आइपुग्यौं। लुम्बिनी भगवान गौतम बुद्धको जन्मस्थल हो। यहाँको मायादेवी मन्दिर, कोरियन, जापानी, चिनिया, जर्मन र नेपाली स्तूपहरूको भ्रमण गर्यौं। करिब 3 घण्टाको लुम्बिनी भ्रमणले हामीलाई शान्ति र आध्यात्मिकताको सन्देश दिइरहेको थियो। लुम्बिनी भ्रमणसँगै हाम्रो 7 दिने शैक्षिक भ्रमण अन्ततिर आइपुग्छ। यस शैक्षिक भ्रमणले हामीलाई किताबी ज्ञानको सीमाभन्दा बाहिरको अनुभव, भौगोलिक जानकारी
समाजको बनावट एवं विविधता, मनोरम दृश्यहरूको अवलोकन र समग्र व्यक्तित्व विकासमा गहिरो छाप छोडेको हामीले अनुभूति गर्यौँ। हामी सबैको सहयोग र उत्साहले यो यात्रा सफल र अविस्मरणीय बनायो।